र यो जुन ट्रान्जिस्टर चाहिँ हेर्न सकिन्छ, यो ट्रान्जिस्टरलाई चाहिँ कसरी काम गर्छ भने, म तपाईँहरूलाई एउटा सानो उदाहरण देखाउन चाहन्छु। जस्तो हाम्रो घरमा जुन एउटा पानीको ट्याङ्की हुन्छ, त्यो पानीको ट्याङ्कीमा पानी हुन्छ जस्तो 500 लिटर या 1000 लिटर। र त्यो पानीको ट्याङ्कीबाट हामीले थोरै-थोरै पानी पाइपहरू विभिन्न पाइपहरू लगाएर विभिन्न घरका फ्लोरहरूमा पुर्याइन्छ। र त्यो फ्लोरहरूमा चाहिँ हामीले पानीको धारा अथवा टुटीहरू राखिन्छ र तिनीहरूलाई हामीले चाहिए जति मात्रै हामीले खोलिन्छ र त्यो पानीलाई प्रयोग गरिन्छ। यसको 2टा उद्देश्य हुन्छ। एउटा त हामीलाई चाहिने जति मात्रै पानीको प्रयोग गर्न पाइयोस् र त्यो चाहेको बेलामा बन्द गर्न र खोल्न पाइयोस्। अर्को कुरो, हाम्रो ट्याङ्कीमा भएको पानी छिटो नसकियोस् अथवा खोल्ने र बन्द गर्ने भएपछि अथवा चाहिने जति मात्रै प्रयोग गरेपछि हाम्रो ट्याङ्कीमा भएको पानी चाहिँ लिमिटेड समयसम्म चल्छ। र त्यो एउटा सिस्टम हो, वाटर कन्ट्रोल सिस्टम हामीले आँखाले देखिन्छ। र यो इलेक्ट्रिकल र इलेक्ट्रोनिक सिस्टम आँखाले देखिँदैन, यसलाई चाहिँ मेजरिङ मिटरहरूबाट मेजर गरेर हेर्न सकिन्छ। र त्यसको लागि म यहाँ उदाहरण दिन्छु तपाईँहरूलाई। जस्तै यो जुन हाम्रो यो डिभाइस छ, यो ब्याट्री, यो चाहिँ एउटा पानीको ट्याङ्की हो र यसमा पानी भरिएको छ। मानिलियो यो 12 भोल्ट, यसमा 5 एम्पियर या 10 एम्पियर भोल्टेज छ। र यहाँनिर एउटा बल्ब छ, यो पनि एउटा 12 भोल्टको बल्ब हो, तर यसको करेन्ट क्यापेसिटी हुन्छ अथवा यसले 1 एम्पियर करेन्ट खान्छ भने यो ब्याट्रीलाई हामीले डाइरेक्ट यो बल्बमा जोड्यो भने चाहिँ यो बल्ब या त ड्यामेज हुन्छ या त यो ब्याट्री छिटो सकिन्छ। त्यसो हुनाले हामीले यो ब्याट्रीमा भएको पावरलाई लामो समयसम्म टिकोस् अथवा यो बल्ब पनि ड्यामेज नहोस् र यसलाई हामीले चाहेको बेलामा धेरै या थोरै यसको लाइट प्रकाश पनि बदल्न सकियोस्, हामीलाई उपयोग गर्न पाइयोस् भने जति भन्नको लागि यस्तो प्रकारको सर्किटको प्रयोग गरिन्छ। र त्यो कसरी हुन्छ भन्दा जस्तो यो ट्रान्जिस्टर छ, यो ट्रान्जिस्टरमा चाहिँ म एउटा सानो उदाहरण देखाउँछु यहाँनिर अब। जस्तो यो ट्रान्जिस्टर हो, यो ट्रान्जिस्टरको मैले इमिटरमा यहाँनिर यो पोजिटिभ जोडेको छु भने कलेक्टर यता बल्बतिर लगेर जोडेको छु। यो पोजिटिभ छ, यो पोजिटिभ यहाँबाट आउट भएर यो यसरी यो बल्बको यो पोइन्टमा जान्छ भने यतापट्टिको पोइन्टमा अलरेडी यहाँनिर नेगेटिभ भएर बसेको छ। अब जस्तो अहिले यसलाई म सिमुलेसन मोडमा लैजान्छु र यतिखेर यहाँ हेर्न सकिन्छ यो भागमा नेगेटिभ आएर बसेको छ, यो कम्प्लिट यहाँदेखि यहाँसम्म आएर बसेको छ भने यतापट्टि पोजिटिभ आएर बसिरहेछ। र यो बिचमा यो अहिले अफ छ, यो पोजिटिभ यता जान सकेको छैन, यो नेगेटिभ यता आउन सकेको छैन। र त्यो पोजिटिभ र नेगेटिभलाई जुन स्विच गर्ने काम चाहिँ यो ट्रान्जिस्टरले गर्छ। र यो यहाँनिर एउटा लाइन देखिन्छ, यो सानो लाइन, यतापट्टिको यो लाइन यहाँ हेर्न सकिन्छ। यो लाइन चाहिँ हाम्रो यसलाई चाहिँ हामीले एउटा ह्यान्डलको रूपमा प्रयोग गर्न सकिन्छ। यसलाई जति हामीले सप्लाई दियो त्यति यो ट्रान्जिस्टर यो त्यति धेरै अन र अफ हुन्छ। त्यसैले यो एउटा ह्यान्डलको रूपमा हेर्न सकिन्छ। र यसको लागि म यहाँबाट एउटा कनेक्सन दिन्छु। जस्तै यो पोइन्टलाई म यहाँनिर जोडिदिन्छु र यसरी यहाँ जोडेपछि अब के हुन्छ त भन्दा यहाँ हेर्न सकिन्छ। जस्तो यो अहिले बल्ब बल्यो, बल्ब त बल्यो तर कति बल्यो भन्ने कुरा हुन्छ। र यो बल्बलाई मैले यो पोटेन्सियल मिटरको जुन पोइन्ट छ यसलाई मैले तल्लोपट्टि ल्याएर राखिदिएँ भने यो अफ हुन्छ हेर्न सकिन्छ। र यसलाई मैले थोरै खोलेँ भने यो अन हुन्छ। र जति यसलाई म बढाउँदै जान्छु यसको प्रकाश त्यति बढ्दै जान्छ हेर्न सकिन्छ। र यसलाई मैले लास्टमा लगेर राखेँ भने यो म्याक्सिमम बल्छ। जस्तो उदाहरणको लागि मैले यसलाई छिटो जस्तो अफ भयो हेर्न सकिन्छ, अन भयो र यसलाई यसरी बढाउँदै जाँदा यो चकिलो भएको यहाँ महसुस गर्न सकिन्छ, तलतिर ल्याउँदा मधुरो हुन्छ यसरी। र यो चाहिँ हाम्रो एउटा पोटेन्सियल मिटर हो जसलाई हामीले बाहिरबाट हातले घुमाउन सकिन्छ। जस्तो हाम्रो उदाहरणको लागि हाम्रो पुरानो रेडियोको कुरा गर्ने हो भने, टेलिभिजनको कुरा गर्ने हो भने त्यहाँनिर ब्राइटनेस, कन्ट्रास्ट कन्ट्रोल या कलर कन्ट्रोल अथवा भोल्युमको आवाज कन्ट्रोल गर्ने एक प्रकारको नब हुन्थ्यो। त्यो नब चाहिँ पोटेन्सियल मिटर हो र त्यो नब नै यो डिभाइस हो वास्तवमा। र यसलाई इलेक्ट्रिकल साइनमा साङ्केतिक रूपमा यसरी लेखिन्छ। र यसलाई यसरी घुमाउँदा यो बढ्यो र यसरी घुमाउँदा यो घट्यो र यसरी घट्ने र बढ्ने काम हुन्छ। र हामीलाई जति चाहियो त्यति मात्रै हामीले यो बल्बलाई भोल्टेज दिएर यो बल्बको प्रकाशलाई प्रयोग गर्न पाइन्छ। त्यसो हुँदा एक त यो ब्याट्रीको क्यापेसिटी बढ्यो, लाइफ बढ्यो, दोस्रो कुरो यो बल्ब पनि आफूलाई चाहिने जति मात्रै करेन्ट पाउने हुनाले यो बल्ब टाइममा यसको आफ्नो लाइफ टाइमसम्म यो बल्ब चल्छ। र यसको यो 2टा काम हो, हामीलाई चाहिए जति मात्रै प्रयोग गर्नको लागि अथवा यो बल्बलाई को लाइफ बचाउनको लागि अथवा यो ब्याट्रीको लाइफ बचाउनको लागि, यो 3 चिजको लागि हामीले यस्तो प्रकारको सर्किटहरूको प्रयोग गरिन्छ इलेक्ट्रोनिक्स। र यो बेसिक कन्सेप्ट हो र यो बेसिक कन्सेप्टलाई मैले यहाँ थ्योरिकल रूपमा बुझाउने कोसिस गरेको छु र आई होप म यसलाई प्र्याक्टिकली रूपमा पनि देखाउने छु। र म थ्योरिकल र प्र्याक्टिकल दुइटैलाई यसरी बताउँदै जानेछु र तपाईँहरूलाई केही इलेक्ट्रोनिक्स या इलेक्ट्रिकल सिस्टमको बारेमा सम्झाउने या बुझाउने कोसिस गरिरहेको छु। तपाईँलाई यस्तो विषयहरूमा इन्ट्रेस्ट छ भने भिडियोहरू कन्टिन्यू हेर्दै जानुहोला। म अरू भिडियोहरू पनि बनाउँदै जान्छु र यो एउटा मेरो बेसिक रूपमा मानिसहरूलाई टेक्नोलोजीप्रति आकर्षित गराउन र उनीहरूलाई केही कुराको नलेज ज्ञान दिनको लागि म यस्ता भिडियोहरू बनाउने गर्दछु। र म आफै पनि इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनको स्टुडेन्ट हुँ र म आफ्नो ग्रेजुएसन कन्टिन्यू रूपमा गरिरहेको छु।
र त्यही अनुसार म यो भिडियोहरू मैले जानेको र मेरो नलेजमा भएका कुराहरूलाई यसरी सिमुलेसनबाट थ्योरिकल र प्र्याक्टिकल दुवै रूपमा म बताउँदै जानेछु। भिडियोलाई कन्टिन्यू हेर्दै जानुहोला। भिडियोबाट केही कुराहरू बुझ्नुभयो भने भिडियोलाई लाइक या सेयर पनि गर्नुहोला। धन्यवाद।